हालैमा तिमीहरूले फेरि गोरा गाउँ गाउँबाट सहर सहरबाट गली गलीबाट मान्छेहरू कहाँ गयो प्रयागराज कुम्भ नुहाउनको लागि र सायद लाग्छ तिमीहरूको घरबाट पनि गएकै छ हो कि हैन? आवाज कम भयो। यसमा कति जना तिमीहरू पनि गएको छौ र जुन मान्छेहरू पहिला यहाँ गाउँ समाजमा झुट बोल्थ्यो, बेइमानी गर्थ्यो, रक्सी खान्थ्यो, विभिन्न किसिमको नराम्रा कामहरू पनि गर्थ्यो, कुम्भ मेलाबाट कुम्भ नुहाइसकेपछि के तिनीहरूमा अहिले सुधार देखिरहेछौ? कुम्भ नुहाएर आइसकेपछि दारू खाने मान्छे दारू छोडेको देख्यो तिमीहरूले? छोडेन। अनि यो कुम्भ नुहाएर के फाइदा? म तिमीहरूलाई अलि ध्यान दिएर सुन्ने इम्पोर्टेन्स छ। यसबाट केही सिकौं। हामीलाई कसैले पनि बदल्न सक्दैन। न कुम्भ नुहाएर हुन्छ न चन्द्रमामा पुगेर हुन्छ। सुध्रिनु पर्छ हामीलाई, सोच्नु पर्छ हामीलाई गर्नु के छ र बन्नु के छ। त्यस हिसाबले हामी के गर्नुपर्छ? आफ्नो एक्टिभिटिजलाई चेन्ज गरेर काम गर्नुपर्छ हो कि हैन? सुतिरहेछ। खास गरेर जस्तै हामीहरूकै साथीहरू गइरहेको थियो, म पनि गइन समयको अभावले र सायद जाने मन पनि भएन। उताबाट आएर फेरि यदि झुटफुसै चल्छ भने किन बेकारमा कुम्भ नुहाउनु? कुम्भ नुहाएर गयो, साथीहरू गइरहेको थियो, साथीहरूलाई के गरियो त? 10 जना साथी गइरहेको थियो, 1 जना साथी गएन। उसले के दियो? एउटा सामग्री दियो। सामग्री बुझ्छ नि? एउटा सामान दियो। ल म जाँदिन, मलाई भ्याउँदैन, बरु तिमीहरू नै जाऊ र मेरो यो सामग्री लिएर जाऊ। जहाँ तिमीहरू कुम्भ नुहाउँछौ, जहाँ चारैवटा नदीको मिलन भएको छ, त्यहाँ यो मेरो सामानलाई नुहाएर ल्याइदिने। जुन जुन मन्दिरमा तिमीहरू जान्छौ कपडामा बाँधेर दिएको थियो, रातो कपडामा, त्यसलाई त्यहाँबाट नुहाएर ल्याइदिने, मन्दिर घुमाएर ल्याइदिने। म जान सक्दिन, बरु तिमीहरू उताबाट आउँछौ भने तिमीहरूलाई म भोज खुवाउँछु। जस्तै कि हाम्रो गजा जान्छ भने मान्छे गजाबाट आउँछ भने भोज गर्छ नि, त्यस्तै उताबाट जब तिनीहरू आयो नुहाएर त उसको सामान, आफ्नो साथीको सामान के गरियो? फिर्ता गरिदियो। बुझिरहेछ? सामान फिर्ता गरिदियो अनि भोज गर्यो। सबैलाई भोज खुवाउँछु भनेको थियो, त भोज खुवाउनको लागि रेडी भएर भोज पनि गर्यो। जब सबै मान्छेले त्यो भोज खाए नि, त्यो सामान जुन ल्याएको थियो कुम्भबाट नुहाएको सामान, त्यो सामान केही थिएन। त्यो खाने सब्जीकै आइटम थियो, तरकारीको आइटम थियो। त्यसको चटनी बनाएर जब दियो, सबैजनाले खायो भने त्यसलाई गालमा पोल्यो। गालमा पोलेपछि तिनीहरूले भन्यो, यार के को चटनी बनाइदिनु हो तपाईहरू? यो त धेरै पोल्छ। तिमीहरूले पनि विचार गर्न सक्छौ, हामी के खान्छौ त हाम्रो गाल पोल्छ? के हुन सक्छ? के हो? ओल हो। जब ओलको तरकारी खाए सबैले, चटनी त सबैको गाल पोलेपछि त्यो भोजी मान्छेले भन्यो, हो साथी, यही सामान दिएको थियो तिमीहरूलाई, यसलाई पनि कुम्भ नुहाएर ल्याइदेऊ। तर यसमा परिवर्तन भएन। ओलको जुन नेचर छ त्यो के भयो? परिवर्तन भएन। त्यस्तै हाम्रो गाउँ समाजको पनि मान्छेहरू जुन कुम्भ मेला नुहाउन गएको थियो, ओल जस्तै चेन्ज भयो त? कुरै बुझेन क्या हो? बुझ्यो भने त सौर्य थियो। कुरा बुझ्यो? जस्तै ओलले आफ्नो व्यवहारलाई परिवर्तन गरेर, त्यस्तै हाम्रै गाउँ समाजको मान्छे कुम्भ नुहाउन गयो, तर केही परिवर्तन छैन। दारू भट्टीमा जान छोडेको छैन, झुट बोल्न छोडेको छैन, बेइमानी गर्न छोडेको छैन भने कुम्भ नुहाएर के फाइदा? त्यस्तै तिमीहरूलाई हामी सरहरूले विभिन्न सब्जेक्टको माध्यमबाट, च्याप्टरको माध्यमबाट विभिन्न मोटिभेसनल स्पिच दिएर तिमीहरूलाई हामी बदल्न खोजिरहेछौ, तर तिमीहरूले होल जस्तो परिवर्तन हुन खोजि नै रहेको छैन।
के तिमीहरूको भविष्य यस्तैमा सफ्रिन्छ त? तिमी त मानव हो। तिमी आफ्नो जिन्दगी तिम्रो हातमा छ। तिमी सुधार्न चाहन्छौ भने सुध्रिन्छ, बिगार्न चाहन्छौ भने बिग्रिन्छ। के बिग्रेर फाइदा छ कि सुध्रेर फाइदा छ? त सुध्रिने प्रयास गर्ने। दिस इज माई स्पेशली रिक्वेस्ट फर यू। बुझ्यौ त? ओके, ओन्ली दिस मच फर टुडे।